मलाई हिजो एउटा साथीले निकै प्रश्न गर्नुभयो। साथी, तँलाई वर्षौं भइसक्यो त विदेशमै बसेको छस्। घर परिवार, आमा बुवा, जन्मभूमि देशको माया चिटिक्क मारेर कसरी बसिस् मलाई पनि भन्न। तर मैले मुस्कुराउँदै भने, साथी, एउटा जिम्मेवारी बोकेको परदेशी तबसम्म एक्लो रहन्छ जबसम्म अरूको सपना पूरा गर्न सक्दैन र अरूको खुसी किन्न सक्दैन। ऊ तबसम्म एक्लो रहन्छ जबसम्म आफ्नो घर परिवारको लागि 24 घण्टा ड्युटी गरिरहन्छ। मलाई पनि कहाँ रहर छ र साथी। आफ्नो जन्मभूमि देश, जन्म दिने आमा बुवा, जुन आमा मैले एकछिन खाना भोक लाग्यो कता छ भनेर कराउँदा हतार हतारमा भित्र गएर खाना पकाएर सबैभन्दा पहिला मलाई खुवाउनुहुन्थ्यो। आफू नखाएर भए पनि मलाई भोक छैन, यो उमेरमा खानुपर्छ भनेर मलाई पेटभरि खाना खुवाउनुहुन्थ्यो। जसले आफ्नो सपना, आफ्नो इच्छा सबै मारेर सबै मलाई सधैँ खुसी, सधैँ साथ सपोर्ट आशीर्वाद दिइरहने यी मेरा प्यारा आमा बुवा मेरो लागि भगवान। उनीलाई कहाँ बिर्सिन सक्छु र। तर साथी, कहिले काहीँ यस्तो जीवनमा मोड आउँदो रहेछ जहाँ घर परिवार सबैको खुसी किन्न आफ्नै खुसी गुमाएर सबैको माया मारेर एकान्तमा एक्लो भएर नजिकबाट होइन टाढाबाट भए पनि सहारा बन्नु पर्दो रहेछ।